तपाईहरुलाई हार्दिक अनुरोध, यो भिडियो पुरै हेर्नुहोला। यो भिडियो यो संवाद पुरै सुनिसकेपछि यस्तो लाग्न थालेको छ कि सुदन गुरुङलाई धेरैले चिनेकै थिएनन्। केपी ओलीले झापामा बनाएका भ्यू टावर अब तुरुन्तै अस्पताल बनाउने भनेर निर्देशन दिँदैछन्। एकैछिन सुन्नुस् है त। हजुर मन्त्रीज्यू, भाइ म सुदन दाइ बोलेको। नमस्ते नमस्ते। मन्त्रीज्यू के बिजी हुनुहुन्छ अहिले, मिटिङमा हुनुहुन्छ? मन्त्रीज्यूले एउटा के भन्नु पर्यो भन्दाखेरि भाइले होइन, जुन चाहिँ हाम्रो त्यो झापामा एउटा टावर बनाएको छ, भ्यू टावर बनाएको छ नि होइन, हो त्यो सहरी विकासको अन्डरमा आउँछ होइन। यो भ्यू टावर चलेको पनि छैन, लगभग 2 अर्ब खर्च भएर हाम्रो त्यो बनाएको छ होइन, भ्यू टावर बनाएको छ होइन। त्यसलाई एउटा हस्पिटल बनाउने निर्णय गरिदिउँ त ल। त्यसलाई हस्पिटल बनाइदिउँ है, हस्पिटल बनाउने एउटा निर्णय गरिदिउँ। त्यसपछि म स्वास्थ्य सचिवसँग कुरा गर्छु होइन। अनि सरसामग्री गरेर, किन त्यो झापामा त्यहाँ राम्रो हस्पिटल छैन क्या, दुईजना पब्लिक हस्पिटल छैन होइन। अनि त्यो भ्यू टावरमा त्यहाँ कोही मान्छे पनि गएको छैन, केही बसेको छैन होइन। झापा 5 हो, झापा 5मा त्यहाँको मान्छेहरूले एटलिस्ट त्यो राहत पाउँछ क्या। होइन नगरौँ, त्यो हस्पिटल बनाइदिउँ ल। मन्त्रीज्यूलाई के भनिदिउँ ल है ल।